हेलो क्राउ वेलकम ब्याक टु स्ट्रिम होइन मादर छु वेलकम ब्याक टु ब्लग हल्का अब सुरुमा पोखरा कलिङ हुँदैछ यसो अब शान्तिनो सपिङ गर्नको लागि निक्लिँदैछौँ हामी चाहिँ दाजुभाइ स्कुटरमा अहिले हामी छौँ इमाडोल एकछिन अन हो कसरी अन हुनुपर्ने बार नाइ अन छैन माइक अन गरेर म भेट्छु ल साथीहरू निक्लिसकेको छौँ हामी चाहिँ हल्का सपिङ हान्नको लागि जेलमा छौँ दाजुभाइ जाँदैछौँ सर र के बोल्ने के गर्छ फिरफिर गर्छ कस्तो फिरफिर गर्छ पनि त खै माँदा छ त के गरिदियो त्यस्तै छ फेरि है अब 16 खुट्टे गएर कस्तो सपिङ हान्छु त यस्तो चाहिँ तिहारको माहौल चाहिँ साथीहरू फेरि तिहार चाहिँ लपले लागेको छ है बङ्गलामुखी आइसक्यौँ हामी अब चन्द्रमुखी आउनु बाँकी छ अनि है भाइ यता त आज पो गरिदियो नि त लक्ष्मी पूजा त यता आज पो गरिदियो नि त लक्ष्मी पूजा त अनि यस्तै छ है भाइ चाहिँ फेरि यहाँ त ग्राफिटी छ त यार पुलिस है फेरि त्यस्तो छ ल हेर कडा माहौल तिहारको तिहार भाइ बन टप छ यता चाहिँ हल्का झिलिमिली रहेछ यहाँ त जामै छ त मुजी यतिको एउटा घर चाहिँ बनाउन पाएँ जिन्दगीमा अहिले चाहिँ हामी दशरथ रङ्गशाला आइसकेको छौँ केटा हो रक्षा गर ए मेरो प्रभु भन्ने के टिकटक थिएन त्यो मुझे होइन यो खोइ के साथीसँग बाइक चढ्दाखेरि भन्छ अनि मुझे पछाडि बसेर त्यो रक्षा गर ए मेरो प्रभु भन्ने गीतमा हाल्छ क्या त्यो त्यस्तै गर्नुपर्छ जस्तो छ यार यता रक्षा गर ए मेरो प्रभु भन्दै पार्कोर मोडिने भयो पार्कोर ल कहाँ बिच म यार अहिले चाहिँ हामी यहाँ 16 खुट्टे आइसकेको हो लोकेसन चाहिँ अघि यहीँ तल झर्दै त राइटतिर देखाएको थियो तलै पुगेपछि चाहिँ होइन त्यो ट्राफिक उभिने नै ऊ त्यो तलतिर हो जस्तो लाग्यो ल हामी चाहिँ आइसक्यो यहाँ फेरि पनि यही हो अहिले चाहिँ यो हुडी जिपअप हुडी चुज गरेको छ त जे हेऱ्यो त्यही लाग्छ नि के हो र अनि छले थिएन यार कसम थिएन कसम थिएन मेरो अर्को फोन फेरि डिकीमा चाबी लगानेहरू ओइ दामी देखेको छु त के हो र ल दामी साँच्ची भनेको मैले स्वागत छ यार बनाउने भयो मलाई
त्यो उहाँमा लाउनुहुन्छ क्या हाफ हेलमेटहरूमा हेलमेटै लाउनुहुन्छ नि यो त आहा मजाले सेभ गर्छ ठुलो भइगयो मलाई छैन त्यस्तो ठुलो त देखेको छैन त्यस्तो ठुलो त देखेको छैन भने कस्तो देख्दैन त ठुलो चाहिँ र हाम्रो सपिङ चाहिँ भइसकेको छ दादालाई प्यान्ट पनि हेर्नु पऱ्यो भनेको प्यान्टै भेटेन मुजी प्यान्टै भेटेन साइजै पाएन प्यान्ट त राम्रो एउटा भेटेको थियो इफ अनलकी ह्याड अ फेस हो क्या दादा खराब इफ अनलकी ह्याड अ फेस हेर स्यागी खुस कपडा फेरि केही छैन फेरि मुजी अटाउँदा नि अटाउँदैन क्या ल्याएँ म म्याच लाउने बेला चाहिँ फेरि केही भेटिँदैन हो जाऊ 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 लाउने बेलामा चाहिँ केही भेटिँदैन फेरि अनि फेरि अब त्यो मैले ज्याकेटै नहटाएर डिकीमा खोजेर ल्याएको अघि मुजी तर यता खातखुत पाएर नि हालौँला अब यतिखेर भइसक्यो अब एकछिनमा हामी त्यहाँ देउसी खेलीतिर जान्छौँ होला दादा जाने न जाने जाने होइन बेसी जग्गा झिलिमिली चाहिँ तिहारको तर मैले कस्तो फिक्का देखेको यार तर झिलिमिली नै है त्यो के नपुग्या जस्तो भइरहेको छ क्या भाइ त्यस्तो झिलिमिली चाहिँ छ होइन गाइस तर खै अझै पनि के नपुगेको जस्तो छ क्या घन्टाघर चाहिँ हल्का अन्डर कन्स्ट्रक्सन रहेछ त्यहाँ मुस्ताङ गएर आएपछि फेरि केटाहरू सैलुङ जाने भन्दैछ मुजी मुस्ताङबाट आएपछि सैलुङ कलिङ हुन्छ जस्तो छ सैलुङ कलिङ भइसकेपछि चाहिँ नला मुजी पाडी हान्न लिएर आउँछु भटभटे त मामाले लगेछ बाइकहरू त मुजी च्याप्की च्याप अहिले चाहिँ हामी अब सागर कटेज जान्छौँ सागर कटेज खुल्ला रहेछ लास्टै भोक लागिरहेछ खाजा खान्छौँ केटा हो त्यसपछि बौद्ध कस्तो नाच्छु त अहिले पख मुजी अनि अब चिकना आयो नि त बल्ल म्याच क्वालिटी चाहिँ नि फेरि त्यसै 1.5 लाख हाले होइन है पाडी हान्न लिएर आउँछु भटभटे योभन्दा धेरै लाइट त बरु मुजी हाम्रो सिन्धुलीतिरै हाल्छ होला हौ रोडमा हाल्छ बजार बाटो घरमा हाल्छ मुजी तिहार रमाइलो भने चाहिँ यस्तो बेलामा हो केटा हो मुजी स्कुल पढ्दाखेरि होइन सानोमै रहेछ मुजी है रमाइलो जे लाग्ने नि अब भाउजूको भट्टी जाँदैछौँ हामी भाउजूको भट्टी अब खुल्ला रहेछ आज फुड हन्ट दादा अब आज फुड हन्ट तर यता त आज पो पूजा गर्दैछ नि म त अचम्म लाग्यो क्या त्यो आइसी भाइले नि हिजो भन्दै थियो नि त होइन त्यो बाहुनले भनेको मुजी आज हो लक्ष्मी पूजा गर्दै थियो यता मुजी रङ्गोली सङ्गोली आज भनेर भित्र आउँदैछन् अब तिहारसम्म जहिले पनि टिका लाउनु पायो भने त नि दसैँको टिका जहिले मन ला तैँले बोलाउनु लगाइदिने हो पहिला हुन त एउटा भन्न लाग्थेँ फेरि के बोल्नु मुझे म फेरि अहिले बोल्यो भने अर्कै बोली पठाइदिन्छु ल पाडी हान्न लिएर आउँछु भटभटे पाडी हान्न लिएर आउँछु भटभटे हल्का चलपल चाहिँ यस्तै छ
भनेपछि यो गल्लीमा रहेछ केटा भाउजूको भट्टी चाहिँ ए हो कहाँ ल्यायो दादाले यो गल्लीमा हो बन्द होस् त हेर्नु त कुन हो ल्या केटा अहिले भेट्छु भोक लागेको बेलामा झन् तिमीहरू राति हेर्दै होला होइन म्यादर चोत भोक लागेन यत्तिको हान्न पाए चाहिँ नि फेरि 2 थाल जति चाहिँ मै हानिदिन्थ्यो होला बफ के हो त हामी छौँ यहाँ भाउजूको भट्टीमा ल्याम ल्याम अब हामी एउटा निक्लिसक्यौँ अहिले हामी पाटनमा छौँ पाटनबाट निक्लेको अब जडीबुटी गएर त्यसपछि देउसी चलपल यस्तो छ है पाटनको चलपल चाहिँ कडा हो यता चाहिँ अलिकति न्यारो ठाउँ भएर नि होला क्या होइन न्यारो ठाउँ भयो अनि अलिकति 5-6 लाइट हाल्न नि धेरै देख्यो हो 2टा भुराभुरी मात्र पनि 2टा एउटा फुच्चीले नि देउसी खेल्दै खाने यार आएका हामी भन्छ अर्को देउसी भन्दैछ यहाँ पनि दामी बनाएर रहेछ यार रोडमा चाहिँ लाइट साइट हालेर त्यो पुरै झिलिमिली बनाउँछ नि है यस्तो पहेँलो लाइट बु हालेर अवाल बनाउँछ यार मैदेवी मन्दिर त मैले कसम भने तर यो हो नि त नेवारीमै बोल्दा होइन एकछिन स्टप भएको चाहिँ हामीहरू यहाँ बन्द लिन आइरहेको अहिलेको लागि अनि यहाँबाट अब उता जानुपर्छ के अरे बौद्ध यस्तो एकलट घुम्न जानुपर्छ नाइट बोर्डमै छैन त यो लकडा अहिले चाहिँ हामी अब देउसी भैलो खेल्न जाँदैछौँ हामी चाहिँ खेल्न त होइन लामो हेर्नलाई जडीबुटी चोकको चाहिँ यस्तो छ चलपल आम्मा भाइ कता हो मुजी बत्तेर आम्मा पन्चे बाँधै छ त अनि लौ होइन त्यो ल मुजी देउसी भनेर त पन्चे बाँधै हान्दैछ यस्तो छ एकला गोठा टारबाट भ्यू चाहिँ हाम्रो गोठाटारको चौतारा तपाईँ झिलिमिली चाहिँ लप्ली छ है ल यस्तो छ है नयाँ बस्तीतिरको भाइब चाहिँ एउटा गोकर्णेश्वर आज त कहाँ डुल्यो है 16 खुट्टे शङ्खमूल पाटन जडीबुटी अहिले गोकर्णेश्वरमा छौँ हामी सम्धी घर जाँदैछौँ घर त होइन यता सम्धिको एरियातिर त्यो लाफाहरूले कहाँ पो खेल्दैछ अब गाडी साडी लिएर हिँड्या भन्दै थियो आइसक्नु भएछ हाम्रो सम्धीहरू पनि केटाहरू आइसक्यो हाम्रो के छ यार मुस्ताङ कलिङ मलाई चाहिँ फोनै गरेन हो तेरो सम्पर्क हुन सकेन भन्थ्यो क्या आइफोन मलाई लाग्दैन अरे के तर आइफोनमा मुस्ताङको लाग्दैन कहाँ जाने अब जानु चाहिँ लाफा अहिले कुन ठाउँमा छ तिनीहरू खेलिरहेको छ को छ लड्की सड्की छ भने ए लड्की त होइन चिन्ने मान्छे को छ केटाहरू कोही छैन चिन्ने अस्ति गिटारहरू बोक्ने याद छ पहिला पालि त्यो गीत गाउने तिनीहरू नै हो क्या को छ थाहा थियो अनुहार थाहा छैन मलाई त एकजना चाहिँ आएको थियो गीत हान्ने हो तिनीहरू यस्तो हाम्रो केटाहरू चाहिँ म्याच 1.5 घन्टा कुरा यहाँनिर
एकछिन बस्यो होला कतिखेर हामी अघि आयो नि त हो कि भन्दै त नोटी भाइ हो कि भन्दै त यसले पार्टी बदलेछ मैले त यसलाई दादाकोमा राख्नुपर्छ क्या कहाँ अरे कहाँ 7 तले भने भक्तपुर कति टाढा 10 मिनट 10 मिनट हिँडेर जाउँ दादा ल 10 मिनट लाग्छ अरे केटाहरू कहाँ 7 तले हो कि 12 तले कहाँ खाँदै लेट्स गो हाम्रो लाभा दाइ आइसक्नु भएको छ लाभा दाइ चाहिँ स्कुटरमा हेलमेट बिना आइसक्नु भएको छ ट्राफिक सर नम्बर प्लेट हेर्नु यसरी यहाँनिर सवारी साधन चलाइरहेको छ हेलमेट नलगाइकन नम्बर प्लेट पनि म दुईवटा खाता म नम्बर प्लेट पनि यसको त कसको स्कुटर हो म चाहिँ भोलि भिडियो हेरेर मलाई ल्याङ हान्छ जस्तो छ मुस्ताङै जाने बाटो जस्तो छ है लु आउँदै है केटाहरू पनि पछाडि के हो बाटो चाहिँ चिप्ले चिप्ले है आम्मामा घोडा हो मुजी आम्मा छापा है यो कुन ठाउँ हो खोइ 7 तले चाहिँ के छ खोइ मन्दिर थियो के को भवन सिमेन्टीको के हुन्थ्यो त्यहाँ चाहिँ त्यो बिल्डिङ चाहिँ के थियो कमर्सियल बिल्डिङ होला नि मुस्ताङ चाहिँ म्याच हातबाट काँधबाट म्याच लिडरलाई नि फेरि जी नमस्ते गर्नुपर्ने है यस्तो नमस्ते लिडर नाच्दैन त एकचोटि कहाँ नाच्छ अस्तिकोतिर नाच्न पाइन्छ नि टिकटकको अब त्यो मुस्ताङमा नाच्छु भने शेर्पा ड्रेस लगाएर त्यो ब्ल्याकलाई हाल्दै भने एउटा घर भ्याए अरे पैसा चाहिँ मुस्ताङ जाने उठ्छ क्या आज बुझिनुहोस् त यो चाहिँ हाम्रो लाफा हो कहाँ यही हो देउसी चाहिँ कस्तो चल्दैछ नोट भाइ घरमा थियो होला नि मुजी कसले केटाहरूले लगाएको छ क्या तेरो चाहिँ को केटाहरू लगायो फेरि नोटी भाइ स्पोर्ट एरियानिर हाम्रो मलाई पो बोलेर एउटै छ र भने मिल्यो जस्तो लाग्यो क्या दाजु भाइ बस्छ एउटा फोटो खिच्छ सिधा बस्दा दाजु भाइ काम भाइ त फेरि नाकेर नाच्दैन घुम्दै घुम्दै देउसी रे फेरि मादल घरको हे माताजीले हे पानी धुँदा हे तेलै हगुन हे सेमा घरको हे पिताजी हे ढुङ्गा छुँदा आइदिउँ है आँगनमा चाहिँ सुतेर नबसौँ है आँगनमा चाहिँ आइदिउँ अहिले चाहिँ यता मासतिर चुनिखेलतिर जाँदैछौँ केटा हामी यसो भ्यू हेर्नलाई लाफाहरू चाहिँ त्यहीँ बस्यो सम्धी नोटी भाइ दादा म कहाँ हो यो गाडी फेरि मुसी थाम्दै नताने जस्तो भइरह होला नि दादालाई त कुद्दै नकुद्दै जस्तो भइरह होला
बाटो चाहिँ नि फेरि अप्पर मुस्ताङ हो है केटा हो यो चाहिँ ल अप्पर मुस्ताङ यहाँ यत्रो अग्लो ढ्याक्क छ है फेरि त आम्मामा यहाँ माथि वाइल्ड प्याक छ त मान्छेहरू त यहाँ पो लगाएर रहेछ तिहार त बाइक राइड नआउँछ नि त मनमा झर्छ खै सम्झेहरू यहाँ पो लाग्दो रहेछ तिहार त पुरै युजले ए नोटी भाइले चियाले के गर्दै आँखा माल्दै कोही जोदेसँग चाहिँ मान्छेहरू वाइल्ड सिधोतिर आउने जाने भइरहेछ अझै पनि पुच्छर चाहिँ अड्केछ क्या झन्डाको फेरि वाइल्ड भिड छ यार केटा हो अहिले चाहिँ हामी यहाँ सुनिखेल डाँडामा छौँ हाम्रो यहाँ नोटी भाइ नाम के हो भाइ माइक सेयर त्यो नाम के हो नोटी ओब्रिगाडो नाम सोधेर नि एकजना त्यो भाइले नि काट्नै मात्र गर्ने भयो मुसी म्यान्डमको त सङ्गत थियो अनि मुसी म्यान्डमको त सङ्गत थियो अनि पहिलाको म्यान्डमले यसो बालाज बनाऊँ भने वाइल्ड प्याक चाहिँ फेरि भ्यू चाहिँ हेरेँ है ल बाडी आन्न लिएर आउँछु बडी भन्दैछु नि म चाहिँ राम्रो ए मुसी दादा आइसकेछ त्यहाँ को आउँछ बोल्नलाई म त नाम सुन्न आइगयो भनेको नोटी भाइ जस्तै ल हेर केटा कति जान्छ यहाँ हेर ल म भिड सुनिखेल डाँडामा भिड तिहार है तिहार ह्याप्पी तिहार चेस बिहार काठमाडौँ वरिपरि पनि दामी दामी ठाउँ छ क्या है कहीँ जानै पर्दैन क्या धेरै टाढा मुजी भ्यू स्यू हेर्नलाई अब मुजी हिमाल हेऱ्यो नि एउटा ताल चाहिँ देखिँदैन हिमाल हेऱ्यो नि यहीँबाट देखिन्छ मुजी डाँडा हेऱ्यो पनि यहीँबाट देखिन्छ पाहा हेऱ्यो पनि यहीँबाट देखिन्छ हेलो हेलो ल केटा ल बाई बाई चल्देको अहिले चाहिँ नोटी भाइहरू बिस्तारै आइज तिम्रो पोखरा ल केटा ह्याप्पी तिहार मुस्ताङबाट फर्किन्छ भेट्नुपर्छ अहिले चाहिँ केटा हाल्न छोड्यो अब चाहिँ हामी जान्छौँ घरतिर हेर्न सक्छौँ माहौल तिहारको जो आजको दिन पनि रमाइलो भयो अनएक्सपेक्टेड कता कता पुग्न चाहिँ रमाइलो भयो अब पोखरा गएर झन् रमाइलो झन् मुस्ताङ पुगेपछि त मुस्ताङ चाहिँ एउटा चाहिँ जो बकेट लिस्टमै थियो होइन त अब मुस्ताङ के गइँदैछ यसरी चेकिङ हुँदैछ कृपया डोन्ट ड्रिङ्क एन्ड ड्राइभ केटा हो दारसार खाएर यसो बाइक नकुदाऊ बरु घरमै खाऊ जति खानु छ तर दारू खाइसकेपछि चाहिँ हल्का माहौल हेर्न जाउँ हल्का चलपल हेर्न भनेर ननिक्ल मुजी दशा लागेको देख्दैन होइन त दादा के हो त्यही दशा लागेको देख्दैन बरु घरमा मुजी अब खानै छ भने एक ठाउँ बस बरु ठन्डा खाऊ त्यहीँ बस रमाइलो गर चलपल भनेको भोलि हेर्न नि मिल्छ झन् मुजी चाडबाडको बेलामा झन् मुजी नराम्रो ल्याङ हुन्छ हल्का मोटिभेसन दिएको केटाहरूलाई मुजी यस्तै चाहिँ अब चाहिँ फर्किँदैछौँ गोप्रोको चार्ज पनि भ्याइने लगाइसक्यो जहाँसम्म खिच्छ अब नत्र घर चार्ज हाल्ने केटा हो यो भ्लग हामी मुस्ताङ हुँदाखेरि आउँछ होला त्यही पनि सब्सक्राइब गरेको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु होला झन् मुस्ताङको बवाल भ्लग त आउनै बाँकी छ अझै मुस्ताङको मुजी मोटो भ्लग आउँछ मुजी यत्तिकै हिँडेको नर्मल भ्लग आउँछ मुजी बिटिएस आउँछ मुजी बिहाइन्ड द सिन्स यहीँ मुजी
ए ल 14 गरेर जान्छु बिग चाँडाको हल्का कमेन्ट हान्नु है साथीहरू त्यस्तै छ है चलपल चाहिँ फेरि खै मार्क्स गर्दा नि चिन्छ केटाहरूले फेरि बालाज भनेको चाहिँ यो हो क्या अब प्योर बालाज चाहिँ यहीँबाट साउट आउट दिए ब्रदर रमाइलो गर केटा रमाइलो गर्दैछ होस् ल है त केटा